ब्याट्रै चलिसक्यो अन्त के भएर रिङ्गटा आएको ए अस्ति नि के भयो नि लै आएको यो 3 टाउके छ नि यो 3 मुखे यसलाई के भन्छ आएको गोसुम घोसुम मेन यो घोसुम भन्नाले चाहिँ मतलब 3 टाउकेलाई चाहिँ घोसुम भन्छ है बाघको टाउको गोरुको टाउको त्यहाँदेखि अर्को चाहिँ सुँगुरको एउटा सुँगुरको टाउको एउटा गोरुको टाउको एउटा चाहिँ बाघको 3 टाउकेलाई चाहिँ घोसुम भन्छ है दामी बनाएर आएकोले गर्दा अब यसमा चाहिँ भरे मन्साई पन्साई गरेर यसमा लाउँछ नि आएको यो भित्र नि है यहाँ लाउँछ है कालो लुगा यहाँ चाहिँ हाम्रो आएको राप्देन छम्पो हुनुहुन्छ यहाँ यता हेर्नुहोस् आएको हेलो गर्नुहोस् न यहाँ आज चाहिँ घरमा एउटा सानो रिम्रो छ कि यहाँ अनि यहाँ आएकोलाई यसो यसको विषयमा सोधखोज गरेको नि यति दामी बनाइदिनु हुँदैछ त्यता चाहिँ नदेखाउनु किन आम्मामा मेरो यो पिस्लीले चाहिँ मजाले सप्रिँदैछ यहाँ चाहिँ हाम्रो तार चाहिँ छम्बु हुनुहुन्छ एकदम सिनियर छम्बुर हुनुहुन्छ है उहाँहरू चाहिँ आम्मामा यो चाहिँ हो यो चाहिँ के बनाएको यो चाहिँ खासै आएको अनु छम्बु यो चाहिँ के बनाएको यो चाहिँ अहिले किङखुरमा राख्नुको लागि बनाएको लाम लाम यता हेर्नुहोस् न हेलो भनिदिनुहोस् न हेलो चुल्लो देखाइदिनुहोस् न उहाँहरूलाई पनि देखाइदिनुहोस् र मेरो अर्किड चाहिँ अस्ति चाहिँ फुलेको राम्रो थिएन तर अहिले चाहिँ फुल्दैछ है मजाले दामी फुल्दैछ यहाँ कस्तो दामी फुलेको छ नि आएको देखाइदिउँ आइसला गाइस यो चाहिँ दामी छ है तर कतिवटा भिडियोमा चाहिँ मैले देखाइरहेको छु यो कविता यता हेर न तिमी जाने अङ्कल दादासँग यहाँ हेर न अन्त यहाँ हेर न मेरो छोरा चाहिँ हेर्नु नि यहाँ फेसै नदेखाएको नि कविताले एक राइड हानिदिउँ न है यहाँ मेरो छोराको साथी दिपेश नमस्ते भन्नुहुँदैछ सबैजनालाई यहाँ अर्जुन यहाँ हाम्रो आमा हुनुहुन्छ हो हेलो भनिदिनुहोस् न अर्जुन हेलो अन्त त यहाँ मेरो छोरा चाहिँ हेर्नु नि बिचार दाजुलाई एकछिन भए पनि माथिसम्म लाने अरे घुमाउनु कि बिचार घर आएको बेलामा उसले चाहिँ गाडी कुदाउनु पाउँदैन र मेरो छोरा हेर्नु नि यहाँ अब आज फर्किँदै गरेको हिजो पूजाहरू सक्यो घरमा एउटा सानो रिम्रो थियो हो पूजाको त्यो सक्यो अनि अब अहिले उसको मिलाउँदै छ माया लाग्छ नि बसौँ न भने फेरि नगई हुँदैन है ड्युटी पुग्नै पर्छ मेरो प्यारो छोरा रुनु त रुन्छ नि अब कसले देख्ने मरुको त है बाहिर हाँस्दै भए पनि भित्र रुन्छ नि है मन आमाको मन हो नि कसो अरे र उसको लागि जानको लागि चाहिँ एकदम रेडी गर्दै चाहिँ गाइस राम्रोसँगले उयो गरेँ यो चाहिँ गाडी कुदा यो बाइक स्टार्ट गर्दा पनि भाइ भगवान्लाई सम्झेर राम्रोसँगले गरेँ यो राम्रो लगाएँ फिक्स गरेँ के ल जो एक राउन्ड घुमेर विचार ल ल अब यसो अङ्केलले हामीलाई माथिसम्म घुमाउनु लाने अरे ड्राइभर चाहिँ ऊ चाहिँ फेरि त आज ल लगाइदेऊ सबै ठुलो नातिले यसो घुमाएर ल्याउँदा भयो नि त मम्मीलाई नि बोजूलाई पनि खुसी भएर अगाडि बसेको हेर्नु नि हाम्रो आमा चाहिँ आस्ते चाहिँ
अन्त त अङ्गल दा भने त फेरि आनाको बेस्ट हो नि मलाई घामले पोलेर भर्खर सनस्क्रिन लगाएर निस्केको डर्ने रहेछ अब मजाले भगवान्लाई सम्झेर 2 हातले पो ढोक्नुपर्छ त भाइ यस्तो खालको होइन त्यो माथिको रुफ चाहिँ सनरुफ चाहिँ उयो लगाउनु नि क्लोज गर्नु नि भाइ धुलो सब पोस्छ हौ यहाँ मेरो दाजुभाइ ठुलो छोरा सानो छोरा यहाँ पछाडि हाम्रो आमा एकदम ड्राइभ स्लो ड्राइभ केटोले पारा त ल्याउँछ उसले चाहिँ बेसी जस्तो बाइक मात्रै कुदाएर होला कि हप्ता दिन बस्यो नि त मजाले कुदाउने रहेछ है बिहान चाहिँ आपाचाले चाहिँ नकुदाउनु नदिएको नि यो त बेला बेला छुट्टीमा आएर छुनु पाउँछ पहिला पनि त्यही हो नि पहिला पुरानो गाडी हुँदैन बेला बेला छुट्टीमा आएर है 1 ताल 2 ताल छुनु पाउँथ्यो ल जाउँ जो एक राउन्ड घुमेर हेर्नु न गाइस तपाईँहरूलाई फेरि पनि देखाइरहेको म एकदम यस्तो दामी फुल है अन्त त यो फुल चाहिँ मैले अस्ति पनि भिडियोमा लगाएको छु है साथीहरू फुल भन्ने चिजै त्यही हो नि मनलाई खुसी पार्ने यही हो तपाईँलाई चाहिँ अगाडि कसले बस्नु भने त अन्त ल अब एकछिन भए पनि हामी घुम्न कपालिङसँग भए पनि गएको हाम्रो घरदेखि चाहिँ गाइस यस्तो देख्छ है भ्यूहरू चाहिँ तर के है त्यो रुखले नि छेउ देखि पारी देख्छ गरेको चाहिँ तुमिन सामदुङ मनले फुल कुरा भन्दै थियो लक्ष्मी डाँडामा कि कहाँ फुल छ छैन गाडी के को कुदाउँछ फुल कुदाउँदैन भोलि हेलमेटमा कुदाउँछ भनेर फेरि आज बिहानै गएन तिमी त रहेछ छुट्टीमा आऊ न त आएर छौ भाइले हिर्काइदिइहाल्छ भाइको त हात बसिसकेको छ 3 वर्ष गाडी सिकेको स्ट्रिङमा थियो के भएको जिन्दगी नदीले स्ट्रिङमा हल्लायो 3 वर्ष हो र यसकोमा सिक्नुपर्छ हौ काटु भाइकोमा उसले 1 महिनामै पर्फेक्ट पैसा चाहिँ चाहियो अन्त के दिपेछ त गरिहाल्छ नि त मेरो लाइसेन्स छ नि त्यसो त हरन्ते बजाउँदै गर्ने नि उठाउनु मात्रै यसलाई प्र्याक्टिस छैन उसलाई चाहिँ उठाउनु र यो गर्नु घरमा ढुक्कै हुनु त सिक्नै थियो रहेछ है बाइक त फेरि कुदाउँछ बाइक कुदाउनेलाई त्यस्तो साह्रो पर्छ न अनि हिजो गाडी कसले सेफ दिएको गाडी कसले सेफ दिएको बाइक चाहिँ हेर नानी यो गाडी ल्याएर घुमाउनु लान्छु आमालाई भनेको थियो कथा लान्छु नसुताउनु अहिले होइन लान्छु नि लानु त किन लाँदिनँ र अब यहाँ भ्याएको छुइनँ र त यहाँ अब घरमा छुट्टी नै मिल्दैन भाइ स्कुल जाँदा ठिकै ड्युटी जाँदा ठिकै भाइ चाहिँ स्कुल जाँदा ठिकै अङ्केल त ड्युटीमै हुन्छ नि पारै मिल्दैन के गर्नु त अब छुट्टीमा फ्यामिली टुर जानुपर्छ नि एकदिन समर छुट्टीमा पानी झरीले बाटो बिग्रिन्छ है दिपेश हरेस हुन्छ अप्परडिङमै गाइस अप्परडिङ साउथ सिक्किम जान्छ अप्परडिङ अन्त त स्कुल दामी बनाएको छ अप्परडिङ चाहिँ स्कुल यहाँ नयाँ बिल्डिङ बनाएको नयाँ बिल्डिङ यो चाहिँ हाम्रो नयाँ रोड अप्परडिङ त्यहाँबाट चाहिँ उता गुम्बा जान्छ गाइस यो रोड कहाँ मगन लाने भाइ गाडी ल घरमा चाहिँ किन धेरै दिनपछि यो गाडी लाने मगन आलुको सिजन राम ठिकै छ मेरो छोराले यसरी मजाले कुदाए यो सधैँ कुदाउँदैन आजै अहिले कुदाएको नि तर बाइक कुदाउनेले त खास त मजाले कुदाउनु पर्यो नि उठाउनु र गर्नु चाहिँ अलिक साह्रो पर्छ नभए त सजिलो हुन्छ योसँग चाहिँ 2 खेप पनि भएन हो है भाइ बिहान एकछिन हप्ता दिन चाहिँ हो भने चाहिँ तिमी पनि पर्फेक्ट र हामी त घर आइपुग्यो पो मजाको आज त घाम कस्तो लागिरहेछ भगवान् लुगाहरू धुनु छ लुगाहरू धुनु होइन ठिकै छ त अन्त प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट तिमीले त्योसँग एकछिन कुदाएर एकछिन 2पल्ट त भयो नि तर आजको घाम कस्तो मजाले लागेको छ अब चाहिँ काम कम्ता छैन हौ झन् यो सानो चाहिँ अलिक कामहरू धेरै सघाइदिन्छ हो
उसको चाहिँ अब यहाँ सबै बाइकहरू पनि रेडी गर्यो। अब ड्युटी फर्किन्छ। एक दिन छुट्टीमा आएको थियो। पूजा पनि सकिहाल्यो। घाम यति मजाले लागेको छ भगवान। काम त छैन। बिनिता आज घाम लाग्दैछ लुगा धुने निस्केन। मेरो पनि लुगा धुनु छ हौ। अब थत्तरीको हिजोको कामले गर्दाखेरि त नि हेर्नुहोस् न फुल मैले नि त्यो दामी पर्पल दिस वान इज वाइट इन कलर मैले अस्ति तपाईँहरूलाई गाइज है मेरो आँगनको इचिरा दिएको थिएँ नि। हेर्नुहोस् न म त लुगा धुनु पर्यो भन्दा भन्दै बिनिताको पनि धुनु थालिहाल्यो। घाम बिनिताले लुगा धुँदै घाम जाँदैछ बिनिता। आयो हेर न उसको लुगा फेरि हेर न एक रास आम्माम्मा कहिले धुएर सक्ने। बिनिताले धोइसक्दा त म त जाँगर मर्ने रहेछ नि हेर्दा। मेरो पनि धुनु थियो हो। बिनिताको लुगा धुएको देखेर म थाकिहालेँ। अब म त भोलिमा पुगे जस्तो छ हौ साथीहरू। घाम पनि गयो। बिनिताले लुगा धुएर घाम पनि सेल्दैछ। अब वर्षा चाहिँ कहाँ गयो अरे? गेन्टो गयो। अब तिमी चाहिँ लुगा धोइसकेर के गर्ने? अलिकति बाँधा छ धुन्छु। नानी लिनु जाने टाइम भइहाल्छ। त्यहाँबाट नानीहरू ल्यायो खाजासाजा दियो। त्यहाँबाट बेलुकाको फेरि सुरु हुन्छ। घर आमाहरूको यस्तै है। आमाको काम कहिले सक्दैन। नानीको स्कुलको लुगा नधु भने पनि भएको छैन। बिचोक छ जिन्दगी। जिन्दगी लन्द्राइङ छ भनेछ। यस्तै हो गाउँ बस्ती छोरी चेलीको यस्तै हो नि गाउँ बस्तीको जिन्दगीमा त होइन। छोरी चेलीको जिन्दगी यस्तै यस्तै हो काम कहिले सकिँदैन। अफिसमै काम गरे भए पनि बेलुका आएर भात त पकाउनै पर्यो है। बारीमै काम गरे भए पनि थाकेर सुत्छु नि भन्नु पाएन। भात पकाउनै पर्यो खुवाउनै पर्यो दिनै पर्यो। अझै नानीहरू हुँदा त नपकाइ सुत्दा पनि हुँदैन। पकाउनै करै लाग्छ। हिजो मन्साई पन्साई गरिसकेको यो छोकोङहरू चाहिँ अब यसलाई एक दुई दिन राखेर यसलाई अब यो मनसा गयो थियो कि यो मनसा र फ्याँकेको हो यो। अनि अब यो चाहिँ एक दुई दिनमा फ्याँक्नु लानु छ। अहिले त अब यो चाहिँ हिजो मनसार लिएर यहाँ रहेछ। अब एक दुई दिनमा टिपेर लगेर खोलामा प्याक गरेर चाहिँ नि यो छुकोङहरू चाहिँ तोर्माहरू भन्छ नि यो चाहिँ मनसाकोहरू सबै प्याक गरेर चाहिँ नि खोलामा फ्याल्नुपर्छ। कहाँ इस दुनिया में जीना है तो सुन लो मेरी बात। गाइस मेरो फुलहरू चाहिँ यो चाहिँ अब सक्दै गएको। अब यसलाई बनाउनु पर्ने छ फेरि। यो लालपातेको छ कि अब यसको पनि टाइम सक्यो। यो जिरेनियम हेर्नुहोस् यो पुरानो बोटो। अब यसलाई मजाले बनाउनु छ। अहिले चाहिँ भ्याएको छुइनँ। अब मेन पूजाहरू गर्नु थियो त्यो पनि सकिहाल्यो हो। भ्याएको छुइनँ। अब बनाउनु पर्ने छ एक दुई दिनमा। ओके ल भोलि बिस्तारै फर्किनु ल। भेटघाट पनि त हुँदैन है रवि अरू बेला। खै मलाई पनि अब यसो हक गर्न जाने मम्मी बाई बाई भनेर खै पपी यता मम्मी मम्मी यता भाइलाई यसलाई पर्दैन भाइलाई के दिनु? भाइलाई पनि पपी गर्नु के साह्रो। तल चम्पराउनु जान्छ ल। कविता जाउँ तल चम्पराउ। दोकानमा को छ? मम्मी कता जानु भयो? होइन गाडीमा गएर यहाँ गराउनु नि तल। आइज भन्दैन एक राउन्ड घुमेर आउँ कि त्यहाँदेखि चाहिँ म पनि आमा त्यो मेसिनमा लुगा लगाइरहेछ हो हेरिदिनु गर्नुहोस् है। भरे सक्यो फेरि पानीहरू लाइट अफ गर्नुहोस्। पानी पनि अफ गर्नुहोस् बन्द गर्नुहोस्। बाइक यो आउँदैछ फाइनली साथीहरू मेरो छोरा अब लाग्यो मगनतिर। फेरि अब कहिले छुट्टीमा फेरि आउनु छोरा। सेफ ड्राइभ। दुई हातले चाहिँ ढोक्न भन्छु कि एक हातले चाहिँ पक्रिँदा एक हातले मात्रै यो यङ बोइजहरूले किन एक हातले भन्नु दुई हातले ढोक्नु छैन। ल हामी पनि अब गएर आउने जुन कविता एकछिन घुमेर के गर्नु अब बस्नु न नानी बस भनौँ न छुट्टी हुँदैन है। अब जानै पऱ्यो ट्युसन गर्नै पऱ्यो। आना जाँदा आनालाई मैले एकछिन हेर्नु लगाइरहेको। अब म गएको एकछिन यसलाई तलसम्म ड्रप गर्दै खै आना बाई बाई गरेको। अब दादा पुऱ्याउँदै जाउँ हामी तलसम्म भाइ। आपाले चाहिँ गाडी गर्छ होला हामीलाई काम छैन तिमीहरू घुमिरह्यो भनेर
अगाडि छोरा जाँदैछ पछि पछि बन्द रहेछ हौ चुप गर अब तलसम्म छोरालाई तलसम्म भए पनि कहाँसम्म पुऱ्याउ भाइ तलसम्म एकछिन घुमेर ए बन्द लाउँदैन रे बिचरा हिँड्यो अब अहिले यो 2-3 घन्टामा त पुगिहाल्छ यहाँ जनताको यहाँबाट चाहिँ अन्त चाहिँ सट्टै काटिङ छ धन्न अलिकति रोड कार्पेटिङ भइदिएर हामीलाई चाहिँ सुविस्ता चाहिँ भयो लिङुङको मान्छेहरूलाई चाहिँ लिङुङको जनतालाई चाहिँ सुविस्ता भयो लिङुङको पब्लिकहरूलाई चाहिँ यसको श्रेय चाहिँ हाम्रो सिक्किम सरकार सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ सरज्यूलाई दिन चाहन्छु है हामी एन्टायर लिङुङवासीबाट हेर्नुहोस् न यति राम्रो रोड यस्तो राम्रो कार्पेटिङ भइदिँदा आमामा फेरि अनि कति बेला तल पुग्यो अब आशा राखेको छौँ हामीले सहरमाथि यो हाम्रो अप्पर लिङुङ जाने बाटो माङजिङसम्म पनि कार्पेटिङ भइदियो भने छिटो भइदियो भने एकदम राम्रो हुने थियो है उहाँलाई यो मेरो भिडियो तर्फबाट नै म यहाँबाट उहाँलाई रिक्वेस्ट गर्न चाहन्छु है उहाँले हाम्रो यो मागलाई पनि छिटो पुरा गरिदिनुहोस् भन्दै मेरो छोरालाई तलसम्म पुऱ्याउनु गएको हेर्नुहोस् किन रोक्यो के चाहिँ तलै किन भाइ कहाँसम्म जाने भाइ अलिकति तलसम्म जान्छु भाइ अङ्गेलसँग अङ्गलको साथी पनि रहेछ पेप्थाङबाट उता मङ्गलमै ड्युटी गर्दछ उसलाई पनि पिकअप गरेर जाँदैछ दुईजना अगाडि मैले दिएको 500 रुपियाँ मिठाई खानु ल भनेर दिएको चाहिँ बाटोमै झारेँ क्या अन्त ल बाई बाई बिस्तारै जानु ल दुईजना बिस्तारै स्पिड नकुदाउनु है सुर्तासरी हुन्छ नि कस्तो कान पनि भयो ल बाई बाई स्पिड नकुदै बिस्तारै जानु ल दुईजना बिस्तारै जानु ल पुगेर फोन गर्नु ल बाई बाई यहीँसम्म पुऱ्याउनु आएको है ल पनि छोरालाई तल लिङ्गी फाटकसम्म ड्रप गरिराखेर हामी फर्क्यौँ अब घर पुग्नु आँट्यो है हेर्दा त टाइम पनि कति भयो निकै गयो है टाइम कति बज्यो होला है समीर 1:44 2 बज्नु आँटेछ ल फेरि भगवान् काम कम्ती थियो मेरो आज लुगा धुनु थियो घुमेर दिन बिताएँ आज एकछिन भए पनि र अहिले पनि चाहिँ घर पुगेँ हामी चाहिँ घर पुग्यो अब घर पुगेर हेर्नुपर्छ अरू कामहरू तिर्खा पो लागेर आयो